विद्यार्थी भाइ बहिनीहरू, आज हामी कक्षा 10 को विज्ञान विषय अन्तर्गत जीव विज्ञान विषयको एउटा पाठ उत्तेजना र प्रतिक्रिया भन्ने पाठ अध्ययन गर्न गइरहेका छौं। भाइ बहिनीहरू, उत्तेजना अर्थात् स्टिमुलेसन भनेको के हो थाहा छ? तपाईहरूले विभिन्न जीवहरूले वातावरणीय तत्त्वहरूको प्रभाव पर्दा देखाउने प्रतिक्रियाहरू देख्नुभएकै छ होला। हामी जाडोको समयमा न्यानो कपडा लगाउँछौं। यदि हामी चिसो ठाउँमा गयौं भने हाम्रो छालामा मसिना दानाहरू उम्रिन्छन्, छाला थरथर काम्न थाल्छ। यसैगरी यदि हामीले गडेउलालाई आधा शरीर घाम लागेको आधा शीतल ओसिलो ठाउँमा पर्ने गरी राखिदियौं भने गडेउला तुरुन्तै ओसिलो शीतल ठाउँतिर मुभ हुन्छ। किन होला थाहा छ? हो, वातावरणीय प्रभावले कुनै जीवमाथि पर्ने प्रभावलाई हामी उत्तेजना भन्दछौं। उत्तेजना अर्थात् स्टिमुलेसनलाई हामी छोटकरीमा वातावरणीय तत्त्वको कारणले जीवमाथि पर्ने प्रभावको रूपमा परिभाषित गर्न सक्दछौं। वातावरणीय कुनै तत्त्वको कारणले जीवमा जुन जस्तो प्रभाव पर्दछ, त्यो प्रभावका कारण त्यसको प्रतिउत्तर स्वरूप जीवले कुनै कार्य गर्दछ भने हामी त्यसलाई प्रतिक्रिया अर्थात् रियाक्सन भन्दछौं। यसैले वातावरणीय प्रभावका कारणले गर्दा हुने उत्तेजनाको प्रतिउत्तर स्वरूप जीवले देखाउने क्रियालाई हामी प्रतिक्रिया भन्दछौं। यसरी उत्तेजना भनेको वातावरणीय प्रभाव पर्नु हो भने प्रतिक्रिया भनेको त्यो प्रभावका प्रतिउत्तर स्वरूप जीवले देखाउने चाल हो। यसरी विभिन्न जीवहरूमा प्रतिक्रिया जनाउनको लागि फरक प्रकारका प्रणालीहरू बनेका हुन्छन् र ती विभिन्न प्रणाली अङ्गहरूले फरक तरिकाले त्यसप्रति प्रतिक्रिया देखाइरहेका हुन्छन्। हामी मानव शरीरमा पनि वातावरणीय तत्त्वप्रति देखाउने प्रतिक्रियाका लागि विभिन्न प्रणालीहरू बनेको हुन्छ। त्यसमध्ये सबै जीवहरूमध्ये सर्वश्रेष्ठ विकसित जीव मानिस भएको हुनाले मानिसको चेतना स्तर अन्य जीवको भन्दा उच्च रहेको छ र मानिसले वातावरणीय तत्त्वप्रति प्रतिक्रिया मात्र देखाउने होइन, सोच विचार गरेर नयाँ कार्यहरू गर्ने पनि गर्दछौं। हो, अब हामी मानिसमा यस प्रकारका प्रतिक्रिया देखाउने प्रणालीको बारेमा अध्ययन गर्नेछौं। मानिसमा शरीरको विभिन्न भागमा हुने शारीरिक क्रियाकलापलाई नियन्त्रण र निर्देशन गर्ने एउटा प्रणाली हुन्छ। यस प्रणालीलाई हामी स्नायु प्रणाली अर्थात् नर्भस सिस्टम भन्दछौं। यही स्नायु प्रणालीले गर्दा मानिसमा सबै वातावरणीय तत्त्वप्रति देखाउने प्रतिक्रियाका साथै सोच विचार र आफ्ना जीवन प्रक्रियाहरू सञ्चालन गर्ने गरिन्छ।
मानव स्नायु प्रणाली मध्ये पनि मानव स्नायु प्रणालीमा सबैभन्दा प्रमुख भूमिका मस्तिष्कको रहेको हुन्छ। त्यसो हो भने हामी अब मानव शरीरमा हुने मस्तिष्कको बनावटको बारेमा एकपटक हेरौँ है त। भाइ बहिनीहरू, मानव स्नायु प्रणालीको प्रमुख भाग भनेको मस्तिष्क हो। मानिसको टाउकोको खप्परभित्र सुरक्षित अवस्थामा अर्धठोस तरल पदार्थको रूपमा मस्तिष्क रहेको हुन्छ र मस्तिष्कलाई मुख्यतया 3 भागमा विभाजित गरिन्छ। एउटा ठुलो मस्तिष्क जसलाई सेरेब्रम पनि भनिन्छ र ठुलो मस्तिष्कको तल सानो मस्तिष्क जसलाई सेरेबेलम भनिन्छ र सानो मस्तिष्क भन्दा तल एउटा नली आकारको डन्डी आकारको भाग हुन्छ जसलाई मेडुला अब्लङ्गेटा भनिन्छ। यसरी मस्तिष्कलाई ठुलो मस्तिष्क, सानो मस्तिष्क र मेडुला अब्लङ्गेटा गरी 3 भागमा विभाजित गरिन्छ भने मेडुला अब्लङ्गेटाबाट एउटा नली आकारको मस्तिष्कको भाग ढाडको हाड हुँदै गएर ढाडको हाडको अन्तिम भाग मेरुदण्डको तल्लो भागसम्म पुगेको हुन्छ जसलाई हामी सुषुम्ना अर्थात् स्पाइनल कर्ड भन्दछौँ। अब हामी कुरा गरौँ यो ठुलो मस्तिष्कको बनावट र कार्य। मानव शरीरको मस्तिष्कको सबैभन्दा ठुलो र प्रमुख भाग ठुलो मस्तिष्क हो जसलाई हामी सेरेब्रम भन्छौँ। यो 2 अर्धगोलाकार भाग जोडिएर बनेको जस्तो हुन्छ। एउटा दायाँ खण्ड र अर्को बायाँ खण्ड गरी 2 खण्ड एक आपसमा मिलेर बसेको जस्तो देखिन्छ र यो ठुलो मस्तिष्कको भाग नै प्रमुख भाग हो जसले मानव शरीरमा चेतना ल्याउँछ। अर्थात् ठुलो मस्तिष्कको प्रमुख काम सोच, विचार, तर्क, गणित, सम्झना, कल्पना, तिर्सना यी सम्पूर्ण कार्यहरू ठुलो मस्तिष्कबाटै सञ्चालित हुन्छन्। त्यसैले ठुलो मस्तिष्कलाई हामी बुद्धिको स्रोत भन्छौँ किनभने यसैले सोच्ने, तर्क गर्ने, सम्झने सबै कार्यहरू ठुलो मस्तिष्कले नै गर्दछ। वैज्ञानिकहरू भन्दछन् ठुलो मस्तिष्कको दायाँ खण्डले शरीरका बायाँ अङ्गहरू र बायाँ खण्डले शरीरका दायाँ अङ्गहरू सञ्चालित हुन्छन् भनेर हो। यही ठुलो मस्तिष्कको विकासबाट मानव शरीरको सबै भागहरूको चेतना पठाउने, सोच विचार गर्ने अथवा सबै मानिसको चेतना शक्तिको विकास हुने गर्दछ। र अब दोस्रो भागमा हेरौँ सानो मस्तिष्क। सानो मस्तिष्क ठुलो मस्तिष्कको तुलनामा धेरै सानो हुन्छ र यो सानो मस्तिष्कको मुख्य काम भनेको शरीरका विभिन्न अङ्गहरूको सन्तुलन गर्नु हो। शारीरिक अङ्गहरूको सन्तुलन गर्नु, मांसपेशी तन्काउने, खुम्चाउने कार्यहरू गर्नु अर्थात् मसल टोन नियन्त्रण गर्ने सानो मस्तिष्कको प्रमुख काम हो। भनेपछि ठुलो मस्तिष्कले सोच विचार अथवा बुद्धि विवेकको काम गर्छ भने सानो मस्तिष्कले शरीरको सन्तुलन गर्ने काम गर्दछ। त्यसपछि तेस्रो भाग हेरौँ
मेडुला अब्लङ्गेटा। मेडुला अब्लङ्गेटाले शरीरमा रहने विभिन्न अङ्गहरू सञ्चालन गर्दछ। मेडुला अब्लङ्गेटामा रक्त सञ्चालन गर्नको लागि रक्त सञ्चार केन्द्र हुन्छ, निल्नका लागि निल्ने केन्द्र हुन्छ। त्यस्तै शरीरका प्रत्येक अङ्गहरू सञ्चालन गर्नको लागि त्यहाँ साना साना भागहरू रहेका हुन्छन् र यही मेडुला अब्लङ्गेटाले स्वचालित रूपमा हाम्रा शरीरका विभिन्न भागहरूलाई सञ्चालन गरिरहेको हुन्छ र यही मेडुला अब्लङ्गेटाको तल्लो भागबाट जोडिएर सुषुम्ना हाडको भित्र हुँदै मेरुदण्डको अन्तिम भागसम्म फैलिएको हुन्छ र सुषुम्नाले चाहिँ शरीरका तल्ला अङ्गहरूबाट आउने सूचनालाई मस्तिष्कसम्म पुर्याउने कार्य गर्नका साथै यसले अकाम्य क्रिया पनि सञ्चालन गर्दछ। अब हामी यो मानव मस्तिष्कलाई बाहिरबाट ढाकिने आवरणको कुरा गरौँ। मस्तिष्कलाई बाहिरबाट 3 पत्रे आवरणले ढाकेको हुन्छ। सबैभन्दा भित्र रहेको पत्रलाई हामी भित्री पत्र अथवा पाया म्याटर भन्दछौँ र त्यो भन्दा बाहिर रहने मध्य पत्र एराक्नोइड म्याटर र त्यो भन्दा बाहिर रहने बाह्य पत्र डुरा म्याटर। यसरी बाह्य पत्र डुरा म्याटर, मध्य पत्र एराक्नोइड म्याटर र भित्री पत्र पाया म्याटर गरी 3 पत्रे खोलले मस्तिष्कलाई ढाकिएको सुरक्षा गरेको हुन्छ र भित्री पत्र अर्थात् पाया म्याटर र मध्य पत्र अर्थात् एराक्नोइड म्याटरको बीचमा एउटा तरल पदार्थ भरिएको हुन्छ, जुन तरल पदार्थलाई सेरेब्रोस्पाइनल फ्लुइड भनिन्छ। सेरेब्रोस्पाइनल फ्लुइड यही तरल पदार्थले बाहिरबाट पर्ने चापद्वारा मस्तिष्कलाई सुरक्षा प्रदान गर्ने कार्य गर्दछ र यसका साथै मस्तिष्कमा रहेका कोष तथा तन्तुलाई आवश्यक पर्ने पौष्टिक पदार्थ पनि यही सेरेब्रोस्पाइनल फ्लुइडबाटै भित्र पठाउने काम हुन्छ र भित्र रहेको निष्कासन गर्ने योग्य पदार्थलाई पनि यही सेरेब्रोस्पाइनल फ्लुइड मार्फत बाहिर पठाउने कार्य हुँदछ। यसरी सेरेब्रोस्पाइनल फ्लुइडले एकातर्फ सुरक्षाको काम गर्दछ भने अर्कोतर्फ मस्तिष्क र बाहिरी क्षेत्रबीच परिवहनको सम्बन्ध स्थापित गर्दछ। यसैगरी यो पत्र सुषुम्नाको बाहिरी भागसम्म रहेको हुन्छ र सुषुम्नाको वरिपरि बाहिर पनि यो सेरेब्रोस्पाइनल फ्लुइड रहन्छ। यदि कसैलाई मस्तिष्कमा कुनै रोग लागेको छ भने, कुनै जीवाणुहरू त्यहाँ प्रवेश गरे भने ती जीवाणुहरू सेरेब्रोस्पाइनल फ्लुइडमा पनि रहन सक्छन्। त्यसैले कहिलेकाहीँ मस्तिष्क सम्बन्धी कुनै समस्या, कुनै रोग लाग्दा डाक्टरहरूले परीक्षणका लागि मस्तिष्क वा हाडबाट सुषुम्ना भन्दा बाहिरपट्टि रहेको सेरेब्रोस्पाइनल फ्लुइड अलिकति झिकेर परीक्षण गर्दछन् र यदि कुनै त्यस्तो जीवाणु अथवा कुनै विषाणुहरू त्यहाँ भएमा त्यस सम्बन्धी औषधि खुवाएर निको पार्ने गर्दछन्। भाइ बहिनीहरू, यो भयो हाम्रो मस्तिष्कको बनावट र कार्य। अब हामी सुषुम्ना सम्बन्धी हेर्नु है त।
भाइ बहिनीहरू, हामीले सुषुम्ना अघि पनि कुरा गऱ्यौँ, मस्तिष्कको अन्तिम भाग मेडुला अब्लङ्गेटाबाट सुरु भएर ढाडको अन्तिम भागसम्म फैलिएको लामो बेलनाकार स्नायुलाई नै हामी सुषुम्ना भन्दछौँ। यस सुषुम्नाले गर्ने कार्यहरूमा मुख्यतया यसले अकाम्य क्रिया सञ्चालन गर्दछ। अकाम्य क्रिया जसलाई हामी प्रतिक्षेप क्रिया वा रिफ्लेक्स एक्सन पनि भन्दछौँ र मस्तिष्क र शरीरका विभिन्न भागबीच समन्वय गराउने कार्य पनि सुषुम्नाले नै गर्दछ। यसरी मस्तिष्क सुषुम्ना हुँदै शरीरमा अनगिन्ती स्नायु रेसाहरू फिँजिएका हुन्छन्। जस्तै हाम्रो मस्तिष्कबाट 12 जोर स्नायुहरू बाहिर निस्किन्छन्, जसलाई हामी क्रेनियल नर्भ्स भन्दछौँ। त्यसै गरी सुषुम्नाको घिच्रोनेरको भागदेखि सुषुम्ना पुरा भागबाट 31 जोर स्नायुहरू बाहिर निस्कन्छन्। यसरी मस्तिष्कबाट निस्किने 12 जोर र सुषुम्नाबाट निस्किने 31 जोर स्नायुहरू शरीरमा गएर फिँजिएर जालो झैँ फिँजिएका हुन्छन् र तिनीहरू खबर ल्याउने र लैजाने गर्दछन्। यी सबै स्नायुहरू स्नायु तन्तुबाट बनेका हुन्छन्। त स्नायु तन्तु के हुन् त? स्नायु तन्तु नर्भ्स मस्तिष्क र सुषुम्नाका लागि संवाददाताको कार्य गर्ने विशेष प्रकारका कोषहरूको समूहद्वारा बनेको तन्तुलाई नै स्नायु तन्तु भनिन्छ। यसरी मस्तिष्क र सुषुम्नालाई शरीरका विभिन्न भागबाट खबर ल्याउने र मस्तिष्क र सुषुम्नाका खबरहरू शरीरका विभिन्न भागमा लैजाने तन्तुहरूको समूह तो नै स्नायु तन्तु हो। त्यसो हो भने स्नायु तन्तु मुख्य 2 प्रकारका छन्। एक थरी हुन् स्नायु तन्तु मुख्य 2 प्रकारका हुन्छन्, एफरेन्ट अर्थात् सेन्सरी र इफरेन्ट अर्थात् चालक और मोटर स्नायु। अब हामी यी 2 प्रकारका स्नायु के हुन् त? मुख्यतया हाम्रो शरीरका विभिन्न अङ्गमा वातावरणले पारेको प्रभाव अथवा बाह्य कुनै चीजबाट परेको प्रभावको सूचना शरीरका विभिन्न भागबाट मस्तिष्कतिर लैजानेलाई हामी एफरेन्ट अर्थात् सेन्सरी न्युरोन भन्दछौँ। शरीरका विभिन्न भागबाट मस्तिष्कतिर चेतना लैजाने, त्यसैले यसलाई सेन्सरी स्नायु पनि भनिन्छ। यसै गरी मस्तिष्कले दिएको आदेशलाई शरीरका विभिन्न अङ्गमा पुर्याउने स्नायुलाई इफरेन्ट अर्थात् चालक स्नायु भनिन्छ, जसले मस्तिष्कको निर्देशन शरीरका विभिन्न अङ्गमा पुर्याउँदछन्। यसरी एफरेन्ट र इफरेन्टले ल्याउने र इफरेन्टले लैजाने कार्य गर्दछन् र शरीरमा सञ्चार हुन्छ। यी स्नायु तन्तुहरू जुन सुषुम्ना र मस्तिष्कसँग सम्बन्ध राख्छन् र ससाना स्नायु तन्तुको समूह बन्दछन्, तिनीहरूलाई हामी ग्याङ्ग्लियन पनि भन्दछौँ।
त्यसो हो भने अब हामी हेरौँ त कुनै पनि स्नायु तन्तु कस्तो हुन्छ त। एकैछिन यसको बनावटको बारेमा हेरौँ। विद्यार्थी भाइ बहिनीहरू, यो एउटा स्नायु तन्तुको नमुना हो जसलाई हामी न्युरोन भन्दछौँ। यसमा मुख्यतया एउटा स्नायु कोष हुन्छ र स्नायु कोषको बीचमा एउटा न्युक्लियस पनि देखिएको छ र यसको वरिपरि छोटा छोटा रेसाहरू हुन्छन् जसलाई हामी डेन्ड्राइट्स भन्छौँ। डेन्ड्राइट्सले बाहिरी भागबाट उत्तेजना अथवा विभिन्न निर्देशनहरू खबरहरू ल्याउने काम गर्छ, स्नायु कोषमा ल्याउने काम गर्छ र स्नायु कोषमा आएको खबर यो लामो सानो अर्को त्यान्द्राले लैजान्छ जसलाई एक्जोन भन्दछौँ। यसरी लामो रेसा एक्जोन, छोटा रेसाहरू डेन्ड्राइट्स र स्नायु कोष संयुक्त रूपमा मिलेर बनेको आकृतिलाई हामी न्युरोन भन्दछौँ। यस्तै न्युरोनहरूको संयोजनद्वारा स्नायु तन्तुहरू बनेको हुन्छ। अब हामीले अघि सुषुम्नाको कार्यमा मुख्यतया प्रतिक्षेप क्रिया अथवा अकाम्य क्रिया भन्ने बारे चर्चा गरिसकेका छौँ। अब के हो त अकाम्य क्रिया वा प्रतिक्षेप क्रिया? विद्यार्थी भाइ बहिनीहरू, अब हामी अकाम्य क्रियाको बारेमा अध्ययन गर्न गइरहेका छौँ। कहिलेकाहीँ अकस्मात हामीले चिसो वस्तु छोयो भने के हुन्छ? हामीलाई श्रृङ्ग हुन्छ होइन? हो, हामीले हिँडिरहँदा कहिलेकाहीँ किरा वा धुलो आँखामा पर्न लाग्यो भने हामी हत्तपत्त के गर्छौँ? आँखा चिम्लिन्छौँ। त्यसै गरी आगो अथवा तातो वस्तुमा हात पर्यो भने हामी झट्ट हात तान्छौँ। यो कसरी त्यति छिटो सम्भव भएको होला? सोच्नु भएको छ? हो, कहिलेकाहीँ अकस्मात वातावरणीय तत्त्वले जो हाम्रो शरीरका विभिन्न भागमा प्रभाव पार्दछ र त्यो वातावरणीय प्रभाव प्रति तत्कालै तुरुन्तै हामीले प्रतिक्रिया जनाउँछौँ। त्यसैलाई हामी अकाम्य क्रिया अर्थात् रिफ्लेक्स एक्सन भन्छौँ। यसो एकैछिन सम्झिनुहोस् त, अहिले तपाईँलाई मिठो अमिलो अचार टक्क अगाडि राखिदिने भने कति मिठो मानेर खानुहुन्थ्यो होला है? हो, मैले यति कुरा के गरेँ, तपाईँको मुखमा पानी आइसक्यो। खान त छैन, कुरा गर्ने बित्तिकै मुखमा पानी आयो। किन आयो त? कसरी आयो त? हो, यही हो रिफ्लेक्स एक्सन अर्थात् प्रतिक्षेप क्रिया, जसलाई हामी अकाम्य क्रिया भन्छौँ। हाम्रो शरीरमा यस्तो रिफ्लेक्स एक्सन अर्थात् प्रतिक्षेप क्रिया सञ्चालन गर्नको लागि एउटा प्रणाली बनेको हुन्छ र एउटा निश्चित बाटो बनेको हुन्छ जसलाई हामी रिफ्लेक्स आर्क भन्छौँ। रिफ्लेक्स आर्क
अकाम्य क्रिया हुँदा उत्तेजना वा सन्देश सञ्चार हुने स्नायु प्रणालीको एक निश्चित बाटोलाई रिफ्लेक्स आर्क भनिन्छ। अब हेरौँ है त हाम्रो शरीरमा रिफ्लेक्स आर्क कस्तो हुन्छ त। भाइ बहिनीहरू, अकाम्य क्रियाको लागि हुने रिफ्लेक्स आर्कको बनावट हेर्नुस्। यो हाम्रो मांसपेशी हो। यो मांसपेशीमा कुनै चोटपटक लाग्यो वा तातो चिसो पर्यो भने त्यसको चेतना प्राप्त गर्ने प्रापक अर्थात् रिसेप्टर हुन्छन्। यी रिसेप्टर स्नायुले त्यहाँको खबर प्राप्त गर्दछन् र त्यो प्राप्त गरेको खबरलाई यो सेन्सरी स्नायुले बिस्तारै भित्रतिर लान्छ। यो सेन्सरी स्नायु अर्थात् यिनीहरू एफरेन्ट न्युरोन हुन्। यिनीहरूले यो प्रापकले प्राप्त गरेको खबरलाई भित्रतिर लान्छ र यो जुन हाम्रो यो भर्टेब्रा कोलम हो, यसमा रहेको सुषुम्ना हुन्छ र यसलाई सुषुम्नातिर लैजान्छन् र यो खबर सुषुम्नाले प्राप्त गरेपछि उसले दिएको निर्देशन यो बीचको स्नायुबाट आउँछ र यस निर्देशनलाई चालक अर्थात् मोटर स्नायुले लिएर आउँछ। मोटर अर्थात् चालक स्नायुले ल्याउँछ र यही छालामा इफेक्ट पुर्याउँछ, असर पुर्याउँछ र त्यसको प्रतिक्रिया जनाउँछ। यसरी प्रापकले प्राप्त गरेको सन्देश सेन्सरीले लैजाने र सुषुम्नामा पुग्नासाथ बीचको स्नायुबाट चालक स्नायुलाई आदेश दिने र इफेक्टरमा इफेक्ट पुर्याउने, असर पुर्याउने यो कार्य अति छिटो हुन्छ र यो उत्प्रेरणाप्रति, यो उत्तेजनाप्रति तत्कालै प्रतिक्रिया देखाउँछ। यसैलाई हामी अकाम्य क्रिया भन्दछौँ। यसरी अकाम्य क्रियामा प्रापक, सेन्सरी स्नायु, बीचको स्नायु, चालक स्नायु र इफेक्टर गरी यो सन्देश जाने र आउने कार्य पुरा हुन्छ। यसैलाई हामी रिफ्लेक्स आर्क भन्दछौँ। भाइ बहिनीहरू, यसरी हामीले शीघ्र अतिशीघ्र कुनै वातावरणीय वस्तुप्रति प्रभाव जनाउँछौँ भन्ने कुरा हामीलाई थाहा भयो। यसबाहेक हाम्रो शरीरमा विभिन्न प्रकारका कार्यप्रति प्रतिक्रिया देखाउनको लागि विभिन्न प्रकारका रसहरू, इन्जाइमहरू रहेका हुन्छन् र ती रस तथा इन्जाइमहरू उत्पादन गर्नको लागि हाम्रो शरीरमा एउटा बेग्लै प्रणाली बनेको हुन्छ जसलाई हामी ग्रन्थि प्रणाली भन्दछौँ। विद्यार्थी भाइ बहिनीहरू, मानव शरीरमा विभिन्न कार्य गर्नको लागि एउटा विशेष प्रकारको प्रणाली बनेको हुन्छ जसलाई हामी ग्रन्थि प्रणाली भन्दछौँ र